सबैजनालाई युट्युब फ्यामिलीहरूलाई नमस्ते, सेवारो जोजोलप्पा सबैजनालाई नमस्ते भन्न चाहन्छु। के गर्दै हुनुहुन्छ? अहिले त नेपालमा त यही हो हैन, खेतीपाती धान यताउता त्यस्तै हो, कुखुरा चारो यता त्यतिकै दिन जाँदो रहेछ हौ। म चाहिँ हाउसवाइफ हैन, कुखुराहरूलाई चारो दिनलाई रेडी हुँदैछ। हेर्नु है त ल एउटा यहाँ चढिरहेछ, मैले दिएँ त फेरि अर्को चढ्यो। दिएँ त हौ मैले नि, के चाहिँ दिनु तिमीहरूलाई? ल वाचम्म आँखा ठुलाने डर भयो त नि, मैले दिएँ त त्यहाँनिर कति दिनु? ओहो बाबरे आँखा ठुलाने डर। तेरो साथी चाहिँ कता गयो? रातो साथी आया ठुङ्छ टाउटाउ के टाउ। त्यो साथीलाई खोजौँ है त। मुनि झर आइए हाम्रो हुनुहुन्छ पुन्चुङ्रे। यहाँ यिनीहरूलाई दिइसक्यो, अब अरूलाई हेर्ने म बोलाउँछु। यस्तो गुटुङटुङ कुदेर आउँछ, सबै पाउँछ त। ल आऊ आइज ओन्ली छोटा पार्टी ओन्ली छोटी, नो नट बिग वान, नो ओन्ली स्मल पार्टी। ठुलोले खानु हुँदैन, ठुलोले यो भिटामिन युक्त खानाहरू सानोहरूलाई मात्रै बोलाउने यतिकै आउँछ। लिली सबै कुल्च्याउ नि त, उता जा त ठुलो हुँदैन, त ठुलो भइसक्यो। सानो पार्टी भुत्लै छैन कसैको। उता जा भने, अरे उता जा भनेको यो मसिनो पार्टीहरूलाई मात्रै हो, यस्तो भुत्लै नभएकोहरूलाई। उता जा छोप्ता हेर्नु न, भुत्लै छैन। यहाँ फेरि नेउरीले खाइहाल्छौ, जा फेरि बेर्नुपर्छ। खोइ तेरो साथी खोइ भन त, तेरो साथी खोइ? यसको साथी ट्विन्स भयो दुईटा, छिर्के यसको साथी हो यो, यसको रातो साथी नि। ठुङ्नु हुँदैन त्यसरी, ठुङ्गानु मात्रै दिँदैन नि। यसको साथी कहाँ गएछ? यसको साथी चाहिँ रहेछ नि यसको साथी यो ट्विन्स भुत्ले दुईटा भुत्ले खोकी लाएर मन आँट्यो। म चाहिँ ब्रेकफास्टको तयारीमा खानु पर्यो नि हो। जिन्दगीमा बटरफ्लाई त मरेछ। चाहिँ मेरो सिस्टर हो, कुटर गर्दै खानु रेडी। अहिले यो त बालेर त्यतिकै छोडेको रहेछु। माइ गुडनेस, यो चाहिँ मरिचको ढुट्टो। चिसो भएर होला, चिया खानु मनपर्छ चिया र त्यो भयो ल्वाङ चिया रेडी। मेरो ब्रेकफास्ट होइन, दिउँसो आज चाहिँ हल्का भिडियो बनायो टिकटकले, त्यही भएर खासै गुलियो त भएन त। आमा म कान पो बज्यो त। दिउँसोभरि यही काम, कुखुरा सुखुरा हेरौँ यताउता,
बाख्रालाई घाँस हालिदियो, घरमै बस्यो, काम छैन। ब्लगै के बनाउनु हुन्छ। डोनट आई लाइक इट डोनट। तताको कालो भएछ। ओके, यो चाहिँ मेरो साथीहरू जोइनमा आउनु होला, कमेन्ट छोड्नु होला। म कमेन्ट हेरेर हजुरहरूलाई रिप्लाई गर्छु। अनि म हेर्छु मेरो फ्रेन्ड छ कि छैन भनेर हैन। फ्रेन्ड भइसक्यो भने म हजुरलाई तपाईहरुको भिडियो वाच गर्छु, छैन भने फ्रेन्ड बनाउँछु। ओके बाई।